तपाईहरुको घरमा पनि यो जेरेनियम फुलहरु यस्तै किक्रिक्क परिरहेको होला। अब यसलाई चाहिँ यसरी मैले चाहिँ फेदमा सानो सानो कटिङ गरे। यो चाहिँ बुढो बुढो भइसकेको यस्तोहरू छ हैन। यसलाई चाहिँ कटिङ गरेको छु। यसरी अब यसलाई यो काटे मैले। हेलो, म चाहिँ यहाँ जेरेनियम फुलको अब यसरी हाँगाहरू त्यो कक्रक्क परेर सुकिसकेको हाँगाहरू पनि सबै काटे। यसरी अनि बिरुवा बनाउँदै छु। अब यसलाई चाहिँ एउटा ठाउँमा मजाले अब यसरी गाईको गोबर मल माटोमा यो ग्रीन हाउस भित्र यसरी सबै गाडिदिन्छु। अनि यो जरा हान्छ अनि त्यसपछि मात्रै म सार्छु है त। पहिले यो सबै मैले यसरी छोटो छोटो ठुटा ठुटा गरेर काटेको छु। यसरी अब यस्तो यस्तो भइरहेको हुन्छ नि त सुकिसकेकोहरू। यिनीहरू पनि हाँगा पलाएर बढ्छ। यसरी अब यसमा पानीहरू पनि हाल्नुपर्छ। रोपिदिन्छु बाकुलो गरेर। अब यो प्राय फुलहरू अनि एकै पटकमा सर्छ है त। कुन सर्छ भन्दाखेरि यो प्राय सबै नै सर्न चाहिँ सर्छ। यसरी अब यसलाई चाहिँ जरा हानेपछि मात्रै गमलामा चाहिँ म सार्छु। अहिले चाहिँ यहीँनिर थोरै सानो ठाउँमा मल पानी मिलाएर यसरी गाडिदिएको छु। हजुर, अस्ति नै जेरेनियम प्लान्ट गाडेको थिएँ। अहिले सबै सरिसकेको छ, सबैले जरा हानिसकेको छ। अब म चाहिँ यही प्लान्टलाई नै सार्दैछु आज है त। यो चाहिँ जेरेनियम फुल विभिन्न कलरको छ, रातो सेतो गोदावरी पनि छ त्यहाँ। यो चाहिँ गोदावरी हो। म आज सबै यिनीलाई फाउन्डेसन गर्न गइरहेको छु है त। भन्ने घरमा आज चाहिँ जेरेनियम प्लान्टलाई चाहिँ सार्न लागिरहेको छु। यसमा चाहिँ मैले गाईको मल पनि बोकियो र मल पनि बोक्छु। अनि गाईको गोबर मल र माटो मिक्स गर्दैछु। अनि यो चाहिँ मैले चाहिँ 12 पिस जस्तो यसरी प्लान्टेसन गरिसके है त। अब यो कसरी फुल्छ म त्यो पनि देखाउने छु यहाँहरूलाई सबैलाई। यो फुलेपछि यो जेरेनियम चाहिँ धेरै कलरको छ। कलरको मैले रोपेको छु। अनि कस्तो फुल्छ म देखाउने छु है त।